बुढो यसपालि भोट केलाई दिने? यसपालि भोट उम्, जुन जोगी होइन कान्छीले भन्छन् त्यसैले मतपत्र ठरक्क घोप्ट्याउने पछाडिपट्टि त्यो मतपत्रको पछाडिपट्टि सबैको भोट बदल हुँदै बजाउने हाल्ने अनि त्यो गर्नाले तपाईँलाई के फाइदा हुन्छ? कोही पनि पार्टीको समर्थक रहन्छ यो मान्छे, किनकि यो स्वतन्त्र नेपाली रहेछ। स्वतन्त्र भयो त घन्टीमा हाले भइहाल्छ नि। घन्टी पनि एउटा दल हो, स्वतन्त्र उम्मेदवार पनि एउटा दल हो नि त। अनि तपाईँलाई चाहिँ कस्तो मान्छे नेता चाहिए जस्तो लाग्छ देशमा? मलाई यस्तो नेता चाहिएको छ जुन नेताले चाहिँ नेपालमा चाहिँ एउटा बहुमत स्थापना गरेर बहुदलीय सरकार घोषणा गरेर यो अहिलेको अन्तरिम संविधानलाई संशोधन गरी जुन संविधानभित्र कानुनको रूपमा भ्रष्टाचारी र चोरी गर्नेलाई चाहिँ खुला मतमा झुन्ड्याउने कानुन पारित गरोस्। त्यस्तो नेता चाहिँ मलाई देखेर त्यसमा आवश्यक छ। अनि जस्तै बलात्कार अनि त्यसपछि ठगी भ्रष्टाचारहरूलाई चाहिँ के गर्न चाहन्छ? बलात्कारीको उही काट्ने, उही भने के हो? भ्रष्टाचारीलाई झुन्ड्याउने। 5 रुपियाँदेखि लिएर गएर 5 अरबसम्म पनि कुनै चाहिँ उसले भ्रष्टाचार गरेको प्रमाणित भयो, अख्तियार अनुसन्धानले अनुसन्धान गरेर दोषी प्रमाणित भयो भने उसको चाहिँ सजाय मृत्यु नै हुनुपर्छ नेपालमा। अनि मात्रै नेपाल सुतेर जान्छ, होइन भने जुन जोगी आइन कानुन चिरेका हुन् कसैले पनि केही गर्न सक्ने भनेको छैन। अहिलेको संविधानमा चाहिँ तपाईँ कस्तो कानुन लेख्न भए राम्रो हुन्थ्यो ठान्नुहुन्छ? अब बन्ने संविधानमा चोरी, बलात्कारी र भ्रष्टाचारी यी तीनलाई चाहिँ मृत्युकै चाहिँ कानुन घोषणा हुनुपर्छ, मृत्युदण्डै हुनुपर्ने कानुन घोषणा हुनुपर्छ। त्यस्तो कानुन बनाउने कुनै राजनीतिक दलका मान्छे आयो भने तपाईँ के गर्नुहुन्छ? म उसलाई 1 छाप होइन 10 छाप लाउँछु। उसको उम्मेदवार जो आउँछ उसलाई नि भोटमा चाहिँ 1 छाप होइन 10 छाप पनि लाउँछु। भनेपछि तपाईँहरूले मृत्युदण्ड नै पारित गर्ने? नेपालमा मृत्युदण्डै चाहिन्छ। त्यस्तो चाहे त्यो मेरो आफ्नै बाबुआमा आफ्नै सम्बन्धित परिवारको मान्छे कुनै नहोस्, उसले गल्ती गर्छ भने उसलाई झुन्ड्याउनै पर्छ, गोली हान्नै पर्छ। हस् त पछि कुरा गरौँला यसमा।